ल सबैले यतातिर हाई गर हामी आज कहाँ जान लाग्यो भन्दै त हामी वृन्दावन जान लाग्यो वृन्दावन आज घुम्न जान लाग्यो होइन हामी 6-7 जना छौं केटाहरु हाम्रो आफ्नै साथीहरु यहाँ अगाडितिर त्रिवेणी धाम पनि छ त्यहाँ पनि बस्ने हो नि त्रिवेणी धाममा आज उ लागेछ के हो माघे कि महाकुम्भ हो रे लाग्दैन महाकुम्भ कहाँ लाग्छ रे 144 वर्षमा कहाँ लाग्छ इन्डिया कुम्भ मेला कुम्भ मेला भनेको हैन मजाकको लागि भने हो नि हो त मजाकको लागि बुझ्दैनन् कि केटाहरु यार नेपाली महाकुम्भ नेपाली हो भनेको हाम्रो यहाँ हेटौडाको महाकुम्भ हो न अनि हाम्रो यहाँ के गरे 40 मिनेटमा लाग्छ के 140 मिनेटमा लाग्छ यहाँ 140 वर्ष हैन त्यस्तै रमाइलो गर्न आजको दिन हिँड्नेछ हैन केटाहरु अगाडि पछाडी के भयो के रे ए पण्डितलाई पिछाड लाग्यो ठिक छ केही छैन पाइयो त्यति बाटो यस्तो जङ्गल पुरै उवाला छ एउटा डम्पिङ साइड छ फेरि अगाडि मन्दिर छ अगाडि साइडमा अगाडि म राति त हो नि हैन राति छ नि त्यताबाट बगेर आउने त्यो साइडमा राति बगेर आउँछ यता यो कर्रा भन्छ यसलाई अनि यो चाहिँ डम्पिङ साइड हो यहाँनिर डम्पिङ साइड छ यो धार्मिक वन हो है त्यो धार्मिक वन हो यहाँ चाहिँ हाम्रो पारिपट्टि ठ्याक्क फेरि त्रिवेणी धाम भन्ने धाम छ यो डम्पिङ साइड त लास्ट बनाउँछ यार यो चाहिँ हामीहरूको त्रिवेणी त्यहाँ हामीहरूको यो चाहिँ त्रिवेणी धाम हो भन त युट्युबर भएर के नखाउने डलर ए डलर आउनलाई पहिला सब्सक्राइबर पुरा हुनु पर्यो वाचिङ आवर पुरा हुनु पर्यो तिम्रो सहयोगै गर्दैन यार सपोर्ट गर न यार साथीलाई के गरे यस्तो साथ सपोर्ट गर्नु पर्यो लाइक शेयर गर्नु पर्यो तिमीहरूको कन्ट्याक्टमा भएको सबैलाई पठाउनु पर्यो ल सब्सक्राइब गर हेर्देऊ भिडियो भन्नु पर्यो भिडियो भन्दैनौ रोल खेल्दिरा छु फेरि सपोर्ट चाहियो यस्तो रोल मात्र खेलेर भएन नि त रोल गरेपछि एक्सन कट भन्ने कुराहरु सबै हुन्छ नि डाइरेक्ट निर्वाह गर्नु पर्यो नि त हैन काम सब केटाहरुलाई चाहिँ पार्टी चाहियो रे 200 सब्सक्राइबर कटे हैन वाचिङ आवर 25-24 घण्टा कटे हैन पार्टी चाहियो रे के आज पार्टी सपोर्ट भन्ने त कहाँ छ यो चाहिँ हाम्रो करा खोला हुन्छ यो चाहिँ गएर अगाडि राति खोलामा मिसिन्छ यो पछाडी हाम्रो देख्नु भएको छ नि खोला बगेर गएको चाहिँ राति खोलामा मिसिन्छ पर तर यहाँ चाहिँ राम्रो छ राति खोलामा नुहाउन चाहिँ हामीहरू जान्छौँ के रे वाटर भी होना बगे न जस्तै अब माड भएर उयो हाल्छ केलाई तटबन्धन रिटर्निङ वाल भन्छ सर त्यस्तै ओ इंग्लिश वासको टाइप अन्तर्गत यो पनि पर्छ भने त्यसको टाइप अन्तर्गत पर्यो रे मान्दिउ न यति त मान्दिउ न बाटोमा बगौँ हामीहरू खोलाको बगर गइरहेको छौँ अहिले मतलब त्रिवेणी धाम छ अहिले जान्छौँ हामीहरू त्यहाँ त्रिवेणी धाम पनि पस्ने हो अनि आज खास गरी चाहिँ हामीहरू वृन्दावन हेटौडाको वृन्दावन बोटानिकल गार्डन जान लाग्यो घुम्नलाई कस्तो रहेछ हेरौँ भनेर आज धेरै दिनपछि केटाहरू हामीहरू सब बाहिर निस्क्यौँ 6 जना छौँ हामीहरूको यहाँ यो चाहिँ कर्रा मिलाएर राति खोला मिल्ने सम्भव भयो चाहिँ केटाहरू त्यहाँ पर आउँछ यहाँबाट बालुवा ढुङ्गाले निकासी गरिन्छ ट्र्याक्टरहरू गर्ने यहाँबाट चाहिँ ढुङ्गा गिटी ग्राभेल चाहिनेहरू मेटेरियलहरू चाहिँ निकासी गरिन्छ यो चाहिँ यो राति खोलाको चाहिँ मेन निकासी गर्ने ठाउँ हो खास गरी आज हाम्रो यात्रा चाहिँ त्रिवेणी धाम नभएर वृन्दावन बोटानिकल गार्डन त भन्छ त्यसलाई हैन त्यहाँसम्मको हो यो चाहिँ यहाँनिर मान्छे जलाउने आर्यघाट छ मान्छे जलाउने आर्यघाट हो होइन यहाँ चाहिँ मान्छे जलाइन्छ आज चाहिँ रहेनछ यो धामको नजिक जलाएपछि मान्छेहरू सिधै स्वर्गमा बास हुन्छ भन्ने सोचाइ राख्छन् भनौँ न हिन्दू धर्मअनुसार यो चाहिँ मन्दिर भयो यो चाहिँ आर्यघाट हामी यो बाटोबाटै जान्छौँ अन्त सफा गरेछ नि होइन सबै यतातिर पहिला अस्ति हामी आउँदा सफा थिएन कि पुरै सफा कस्तो राम्रो बनाएको छ अहिलेको पालि हामीहरू अस्ति फर्स्ट टाइम आउँदा चाहिँ कस्तो त्यो झाडी थियो अहिले चाहिँ अब यहाँ यो धार्मिक स्थल हेर्नलाई पनि टाढाबाट विद्यार्थीहरू शैक्षिक भ्रमण भनौँ अब लगायत धार्मिक भ्रमण थुप्रै आउने गर्छन् त्यस कारणले अहिले सफा गरेर व्यवस्थित बनाइरहेको रहेछ यो पनि राम्रोसँग बनेको थिएन अहिले गेट सेट बनाएको छ अरू सफा गरेछ तर जस यो धाम चाहिँ राम्रो छ भित्र के हो त्यस्तो होइन ब्याक गर्न मिल्दैन यसरी देखाउनु पनि मिल्छ क्या देखेन यार कसो गरे हाई टेन्सनको हो इलेक्ट्रिक कस्तो गरे यो त्यहाँबाट छुट्टा रहेछ यहाँ पनि अब गाडी खोलामा चाहिँ यो खोला पनि करा खोलाको उतो होला नि
ब्लगर यता हेरिदिनुहोस् तपाईँको ब्लगमा के गराउन खोजिराख्नु भएको छ ए फोटो खिच्दै हो उहाँले त ब्लग बनाएर जस्तो देखिराख्नु भएको रहेछ यो के हो यार ताल जस्तो देखिन्छ त पोखरी हो क्या हाम्रा साथीहरू भिरान्त गर्दै एकअर्काले आक्रमण गर्दै जस्तै कुकुर बिरालो अहिले एकछिनमा चाटाचाट गर्छन् एकछिनमा फेरि मारामार गर्छन् अनि उसलाई हेर्न सक्नुहुन्छ ऊ भनेको एकदम के हुन् भनेपछि के हुन् गरे भनिदेऊ त ए मित्र प्रिय मित्र मित के मित गयो अनि तपाईँ किन चुप्प लाग्नु भएको छ त विशालजी हजुर के हेरिराख्नु भएको छ त ए दुई बाँदर बिचको लडाइँ त्यही भनौँ न कुकुर बिराला जस्तै गर्छन् होइन यिनीहरू एकैछिन मिल्छन् एकैछिन झगडा गर्छन् होइन अनि तपाईँलाई उहाँको प्रस्तुति कस्तो लाग्छ ल यसको विशालको प्रतिक्रियामा तपाईँ के भन्न चाहनुहुन्छ अझै उसले भनेको कुरा गरोस् त्यसपछि म उसको एन्सर दिन्छु पुरा स्याभेज टाइप स्याभेज टाइपको तिमी बाँदर जस्तो काम गर्छौ गरे हरकत गर्छौ गरे के बाँदर अरे बाँदर जस्तो काम गर्नु अब स्याभेज रिप्लाई खै त जस गर्छु रे आफै यस्तो गर्नु भएन नि त तिमीले साथीले यार म कालो छु कालै देखिएको छु अरे भन्छ यार के यस्तो उसलाई तपाईँ कमेन्ट गरिदिनु होला है ल कस्तो देखिएछ भनेर अनि हाम्रो यहाँ सेक्सी दोस्त पछाडि चम्किराख्नु विशाल दोस्त के हो तिमी किन एकरो भएको अझै दोस्त हेर्दैछु के यता आउन तिमी किन एकरो भएको कता हेर्दैछौ तिमी किन यस्तो पुलाइरहेको यो टावर हेर्दैछु क्या तिम्रो बेलटप होइन बेलटप भएपछि हो यो हाइट टेन्सनको लागि यस्तैको लागि कामको लागि अस्ति किनलाई बोलाएको हो बिल्कुल तपाईँ एकदम सही कुरामा जानुभएछ तपाईँले एकदम सही कुरा उठाउनु भएको गरेर नगरेर पैसा जाउँदैन बुस्ताङ चाहिँ जानु पर्छ यो सेमेस्टर सक्ने बित्तिकै 10 वर्ष के हुन्छ नि त त्यही बिदामा अनि लिन कस्तो मजा आउँछ कस्तो आनन्द आउँछ नि पैसामा त भएको त प्लान हाम्रो यतिकै आइहाल्छ अनि हामी कति गइरहन्छ न हाम्रोतिर हाम्रो के गरे सिमेन्ट फ्याक्ट्री पनि छ हामी तपाईँलाई म देखाउँछु के भन्छ सिमेन्ट फ्याक्ट्री यो हामीहरूको हेटौडाको सिमेन्ट फ्याक्ट्री पुरानो सिमेन्ट फ्याक्ट्री हो यो यहाँबाट चाहिँ पहिला महेन्द्र राजाको पालामा चाहिँ सिमेन्ट सप्लाई हुन्थ्यो अरे त्यो के भन्छ त्यसलाई केबल कार जस्तै अब त्यसलाई ट्विन भन्छ कि के भन्छ इलेक्ट्रिक ट्विन त भनौँ न यहाँ चाहिँ गिटी ग्राभेल निकालिएको छ यहाँ चाहिँ अनि फ्याक्ट्री चाहिँ उ त्यो हो सिमेन्ट फ्याक्ट्री हामीहरू चाहिँ यो पुल हुँदै अगाडिको पुल देख्नुभयो होला त्यो पुल हुँदै हामी बोटानिकल गार्डन जाने हो हामी आज बोटानिकल गार्डनमा के रहेछ हेटौडाको पनि हेरौँ न भनेर घुम्न निस्केको सबै साथीहरू त्यस्तै हो चक्चके बाँदरको के भन्छ गतिविधि भन्छ कि चर्तिकला भन्छ कि के भन्छ त्यसलाई भनिदिएको अब तिमीलाई नै थाहा होला मेरो कुरा त थाहा छैन तिमी चक्चके बाँदरको चर्तिकला कमेन्ट गर्नुहोस् तपाईँहरू सबै सब्सक्राइबर मिलेर कमेन्ट गर्नुहोस् उहाँको बारेमा 2 शब्द भनिदिनुहोस् आफ्ना 2 शब्द विचार कमेन्टमा राख्नु होला म हेर्छु उहाँलाई के भन्न चाहनुहुन्छ तपाईँहरू दर्शकहरूले उहाँको चर्तिकला देखेर एकचोटि यता हेर्नु त चकचक बाँदर गजाउनु उहाँ चकचके बाँदर भनेपछि किन यसो गर्दाखेरि खासमा त्यो के छ उहाँ आजभोलि यस्तो हुनुको कारण नै उहाँको ब्रेकअप फर्स्ट पहिला उहाँ यस्तो हुनुहुन्थेन जब उहाँको मन टुट्यो त्यसपछि उहाँ पागल जस्तो हुनुभयो एउटा उहाँ पागल प्रेम भयो त्यो पनि भन्न सक्नुहुन्छ कि तपाईँले यस्तो कुरा गोप्यताको होइन के भन्छ ए तपाईँ भन्नु एकछिन म राम्रो शब्द निकाल्न खोज्छु भैँसीहरू उहाँ भैँसी चराउन यहाँ आउनुहुन्छ पाडो हो भैँसीका पाडाहरू उहाँ चाहिँ गोठालो हो यता हेरिदिनुहोस् त गोठालोजी यता हेरिदिनुहोस् न सोचौँ कि हो किन भन्नुहोस् तपाईँको पाडाहरू किन भविष्यको पैसा हो कि भन न अनि इन्भेस्टमेन्ट हो यो खोलाको नाम के भन्छ ओए कुशल लोकल यो खोलाको नाम के भन्छ के करा तपाईँ यो पनि गऱ्यो होइन होला के भन्छ भन न अब यहाँदेखि हामी पारी गएपछि चाहिँ पारी त्यही पारी हो कुशल ओए बाँदरहरू त्यही पारी हो बोटानिकल गार्डन जाँदा हो वृन्दावन बोटानिकल गार्डन भन्छ क्या उसलाई चाहिँ हामी काट्न भनेर दर्शकहरू कसरी भन्नु क्या हामीसँग साथीले खाने काट्न भनेर हेर्नुहोस् तिनीहरूको चर्केला फेरि लड्न एकछिन मिल्छन् तिनीहरू भनेको दुई चक्री बाँदरहरू बाँदरको नामहरू पनि भनिदिउँ कि एउटा बलियाको बाँदर एउटा सुसरीको बाँदर दुईवटा बाँदरले यहाँ चक्कर गरेर हैरान नहान् एउटा किन लग्यो अनि
यो यस्तो थरीका कुरा गरेर बस्छ यहाँ कहिले नेट चल्छ भन्छन् कहिले अनलाइन चल्छ भन्छन् कहिले फोन चल्दैन भन्छन् यो खास यो मान्छे हो क्या सब कुरा बिगार्ने कता गयो अनुहार देखाउँदै त नलजाऊ नि यार तिमी होइन खास बिगार्ने कुरो ल ब्रान्डेड हामी चाहिँ गइरहेको अब यो पुल चाहिँ पुल पछि चाहिँ हामीहरूको लगत्तै तपाईँहरूलाई देखाउने एउटा के आउँछ जङ्गल बोट भिडियो मात्रै त होला नि के होला र ए के भन्छ यसलाई के भन्छ अरे उतै के भन्छ अरे ल उतै लेख्यो होला अरे लास्टमा आएर यस्तो नभन नि यार कस्तो आनन्द आउँदो रहेछ नि कसरी किन दिन्छ हामीलाई नभनेको यो ठाउँको बारेमा कस्तो हो ए कर्णालीको चिसापानी पुल जस्तो है होइन यस्तो हो अब यहाँको नजिकमा भनेको एउटा यही त हो नि हावा चल्ने हो किन भने तिम्रो अनुभव अनुसार भनेको अनि तिमी अब बाजुराको भएर चिसो बाजुराको चिसो यहाँ पाइन्छ त अनि गाडी हलिरहेको यहाँ हावाले गर्दाखेरि पैसा पैसा उडाउने मान्छे खास चिसोपानीको हावा मान्छे पनि नसोध्यो पैसा होइन होला अनि केटाहरू यो भन्नु लाग्यो धन्न हामी झुक्केर यहीँ बस्न लाग्यो होइन यो होइन रहेछ फेरि यो दाइ तपाईँलाई देखाएर कहाँ कस्तो नमन लाग्यो भन्नुहुन्थ्यो होला अब हाम्रो लग्ने मान्छे यो फेरि यो भन्छ होइन भन्छ अलिकति डिरेक्सन देखाउने मान्छे र लोकेसन देखाउने मान्छे अलिकति पढि पऱ्यो हाम्रो त्यसरी यहाँ कन्फ्युजन बनाएको छ सबै राम्रो संस्था छ आज हाम्रो लागि फर्स्ट टाइम हो त्यो जस्तो लागि सेकेन्ड थर्ड टाइम कति हो लोकल होइन तिमीहरूको एउटा लोकल हो त्यसरी पनि हामीले लिएर आएको हाम्रो गाइड ग्रिन गाइड एनसी देखिन्छ कि भन्नुहोस् ल गाइजहरू कमेन्ट ओ कति खाऊ कि कुनै हाम्रो गाइड लोकल भनौँ बढीबाट आएर एउटा लोकल लाग्छ जो प्रगति गरेको बेला अर्को छ गोर्खाका बाजुराका मान्छे एकदम भाइरल ओ साथीलाई भाइरल गराउनमा तिम्रो ठुलो हात हुनेछ त्यसो भए त्यस्तो गऱ्यो भने नाप डलर दिन्छ नाप डलर हो दोस्त नाप भने के भनिदेऊ त हाम्रो दर्शकहरूले पनि बुझ्नु पऱ्यो नि थोरै क्या थोरै कस्तो किन्यो हो र तिमीले होइन त्यो ज्याकेटै ब्रान्डेड हो क्या उसकै हो नेकेड एक्सप्रेस हो खै तल गएँ नेकेड एक्सप्रेस आज उसको स्पोन्सर हो है हाम्रोमा चाहिँ हामीलाई पर्यटकहरू धेरै आउँदो रहेछ क्या चुरे हिल हस्पिटल रहेछ नि यहाँ लेखा त भोटमा जबरदस्त यताहरू त तिमीलाई कच्चा बटाम हो कि ओहो उसले त मुम्बई भनिदिए मुखमा पानी आइसक्यो उसले उहिले खुकी लागेको छ उसले रुगा लागेको छ उसले चाहिँ मुम्बई हो ए सुन्तला पनि हो ओहो चिसो चिसो चिज यहाँबाट चाहिँ जाने बाटो कता जानु पर्ने हामी सिधै हो त्यही बोटानिकल गार्डन भनेको ए कता यो बाटो चाहिँ जाँदैछ जाने बाटो हाम्रो यो एउटा चोक हो हामी अब सामान किन्न जाने हो अलिअलि खाजा खाजा लिएर जान्छौँ ल केटाहरू चाउँछ किनकि मैले किनकि पुगिने पैसा त अब नेकेड एक्सप्रेसले किन्यो होला राम्रो राम्रो स्ट्रिटहरू स्ट्रिट नम्बर लेखेर 18 17 19 हामी अब भित्र सिक्न ठ्याक्क हामी केटाहरू यता गाडी पनि भन्नुहोस् त तपाईँको हालखबर ठिक छ नि अल गुड हो ओहो इङ्ग्लिस ल के भने जस्तो नभन नि यार ल साँच्चै बन्द क्या पनौती बोल्यो भने पनि हान्छ है केटोले बन्द हुनु पऱ्यो भन्छ यार उसको मन नहुँदा हुँदा हामी आएको खास यही व्यक्तिको मन नहुँदा हुँदा हो अब उसले बन्द हुनुपर्ने भन्छ यार अब ठ्याक्कै पनौती नबोल है बन्द हुनु भएन यस्तो बोलेर भन्छ तिमीलाई बन्द भयो भने हान्छ है उसले पहिले बन्द भइसक्यो भन्ने के हान्छ अब बाहिर क्या भन्दा सोध्नु त पाइयो यहाँ हुनु सक्दैन बन्द भइसक्यो होला होइन नि ल गर्नु पऱ्यो हामी चाहिँ अब सिक्नु लाग्यो बोटानिकल गार्डन यही हो हामीहरू गेटमा मेन गेटमा छौँ ए भित्र चाहिँ यस्तो देखाउनु हुँदैन देखाउनु हुँदैन भ्लगमा ल हामीहरू चाहिँ अब ठ्याक्क अब भित्र छिर्यौँ